त यस्तो खतरा थिएछ। कस्तो राम्ररी घर बनाएको मैले भत्काइदिएँ यिनीहरूको घर होइन। अब यो म के गर्छु, म त खासै चिन्दिनँ यो मौरी। खासै भन्दा म चिन्दिनँ है यो मौरी नै हो कि यो के हो है। तल्लो घरको दाइलाई म बोलाएर देखाउनु पर्यो। हेर्नु न यस्तो चाकै हेर्दै यस्तो मजाले पाना हालेको है। यतातिर पनि छ होइन, माउहरू त्यत्तिकै छ है। यो आज मलाई यो माउले चिल्छ होला। हेर्नु न है कति 1 2 3 4 5 पाना, यहाँ सानोसँग 5 पाना, यसले 6 पाना है, यसले 7, यसले 8 पाना, 8 पाना थिएछ होइन। अनि 8 पाना थिएछ। अनि यहाँ हेर्नु न हो। अब म यो चिन्दिनँ नि त, अब के होला यस्तो। चिनेको भए त अब हुन्थ्यो। म बारीमा यहाँ घाँस काट्दै गर्दा मैले भेटाएको होइन। म चिन्दिनँ। यहाँनिर फेरि म एक्लै छु कि, एक्लै घाँस काट्न आएको यहाँ हाम्रो बारीमा। यहाँदेखि अलिकति पर अलि माथि चाहिँ गाउँ छ। अब यहाँबाट मैले बोलाउँदाखेरि खासै सुन्दैन है। अब फोन गरेर दाइलाई बोलाउनु पर्यो। अनि यो के हो सोध्नु पर्यो। तपाईँहरूले पनि चिन्नुहुन्छ भने चाहिँ भनिदिनु ल। यो के हो, तपाईँहरूको ठाउँतिर गाउँतिर हुन्छ हुँदैन। मैले आज एक्कासी यो देखेँ। हेर्नु त मौरी हेरेर हेर्नै पर्दैन। यो मौरी जङ्गली मौरी पनि होइन, म हुनुपर्ने यसमा है। बच्चा मात्रै छ, म अझै छैन होइन। त्यही भएर म चिन्नै सकिनँ। एकदमै कन्फ्युज भएको अवस्थामा यस्तो छ। अब यो के गर्ने, मैले किन के यसको घर भत्काइदिएँ होइन। म त सायद यस्तो छ भनेर नसोचेको कि यस्तो छ यहाँभित्र यस्तो हुन्छ भनेर मलाई थाहा पनि थिएन होइन। अब के हो 3-4वटा माउ उडेको गऱ्यो मेरो छेउछाउतिर। अनि त्यो सानो पुवाल पनि थियो होइन, त्यो पुवालमा पसिगयो। अनि के को चाहिँ रहेछ त त्यत्रो 3-4वटा माउ। म अलिकति पर सरेपछि त्यो पुवालमा पसिगएपछि के को चाहिँ रहेछ भनेर मैले कोटाउँदाखेरि मैले चाहिँ यस्तो चाहिँ भेटाएको मात्रै हो है।